उपन्यास बिहेको निम्तोको एक्लोपन आज हामी वाचन गर्छौँ। हजुरहरूले युट्युब च्यानलमा गएर पनि हेर्न सक्नुहुन्छ। अब हामी यसरी वाचन सुरु गर्छौँ। उदास दिन, उदास यात्रा, उदास भविष्य, मलिन अनुहार, देखावटी आँसु, मनभरि पीडाको भारी बोकेर हिँड्न असहज हुने रहेछ। कोही साथमा हुनु भनेको सम्पूर्ण जित्नु रहेछ, तर कोही साथमा छैन भने सोच्नुहोस् जीवन सधैँ अँध्यारो हुने रहेछ। जिउनको लागि साथ चाहिन्छ, प्रेम, स्नेह, माया, ममता चाहिन्छ, तर सबैको भाग्यमा यो लेखिएको हुन्न। कसैको भाग्यमा प्रेम लेखिएको हुन्छ, कसैको भाग्यमा बिछोड लेखिएको हुन्छ। यदि सबै समान हुने भए यो माया प्रेमको सुरुवाती हुने थिएन होला सायद। प्रिय मान्छे, मलाई लाग्छ तिमीले मलाई बिर्सनु र मैले तिमीलाई सम्झनु उस्ता उस्तै रहेछ। म तिमीलाई चाहेर पनि बिर्सन सक्दिनँ अनि तिमी मलाई नचाहेर पनि सम्झन सक्दैनौ। मलाई थाहा छैन प्रेमको कुन गहिराइमा पुगे मलाई तिमी बाहेक कोही नै चाहिँदैन। म तिमी बाहेक कोही नै देख्दिनँ। भनौँ कि मलाई तिमी बाहेक अरू नै चाह नै छैन। मलाई हाँस्न पनि तिमी चाहिन्छ, रुन पनि तिमी चाहिन्छ। मलाई साहसै छैन आफूलाई लागेको तिम्रो बानी हटाउनलाई। तिम्रो साथ मिलोस् या नमिलोस् मलाई त तिम्रै पछि आउनु छ। तिमीले माया गर या नगर मलाई त केवल तिमीसँग नै प्रेम छ। तिमी साथमा हौ या नहौ मलाई त तिम्रै नाममा जीवन बिताउनु छ। सधैँ यो मनले किन यस्तो भन्छ? किन सधैँ एक्लोपनको महसुस गराउँछ? सायद तिम्रो याद आए चाहिँ तिमी पनि आइदिएको भए। एक्लोपन यतिसम्म घातक रोग रहेछ जसको न उपचार छ, न यसको दबाई छ, न यसलाई केही गरेर निको पार्न सकिन्छ। बलिरहेको आगो ताप्नेहरूलाई के थाहा छ र डिप्नै लागेको दियोको महत्त्व कति हुन्छ भनेर। मध्यरातको 12 बजेको छ। निन्द्रामा छटपटी भए चाहिँ भयो। घरको छतमा एकछिन मन शान्त पार्न निस्किए। गोजीबाट चुरोट निकालेर सलाइले कोरेर 2-4 सर्को ताने। मनमा अलि हल्का शान्त मिले चाहिँ भयो। एकान्त रात, मलिन अनुहार, हातमा बलिरहेको चुरोटको ठुटा, मनमा उसको आकृति कोरिएको छ। त्यसैले त म एक्लो भएको छु। जीवनको प्रगति यस्तो ठाउँमा गएर रोकियो जब फुल फुल्न लाग्छ, बोट मासिन्छ भने चाहिँ। जब प्रगतिको बेला साथ चाहिएको थियो तब जिउँदो लासको उपनाम पाइयो। बाहिरी आँसु भए पनि मनभरिको पीडा बिसाउने घर छैन। लाग्छ यो यादको हिरासतबाट रिहा भएर टाढा जाउँ। फेरि सोच्छु यो यादको दरौटी कसले तिर्ला? मन भकानिन्छ, यात्रा शून्य छ। उसको तस्बिरको आकृति आँखामा कोरिएको छ। मन्द मुस्कान, विलीन यात्रा, नगरेको आरोप, जिउन मुस्किल। वर्षौँदेखि अझै यो मनमा गढिएको घाउ। आफूले भनेको कुराको अपमान सहन सकिन्छ, तर नभनेको कुराको आरोप अझै यो मनमा वर्षौँदेखि गढेको छ। मन रुन्छ बेला बेलामा। नगरेको आरोप किन मनमा झस्किन्छ? यदि कोही कसैसँग छुट्टिएर खुसी मिल्ने भए सायद झरेको पात किन सुकेर जान्थ्यो र? तिमीले बुझ्नै पर्ने हो म बिना उसको भविष्य के हुन्थ्यो? कसरी सहन सक्छ यात्रा एक्लै? कसरी काट्न सक्छ उसको सपनी बिपनी? सबै म नै हो। म बिना ऊ एक्लो हुन्छ। मेरो हरेक सपनी हो ऊ मेरो। किन सोचेनौ? पानी बिना तैरिएको माछा जस्तो भएको छ। मसँग यात्रामा पुग्ने क्षमता छ, तर गन्तव्य पुग्ने बाटो छैन। हराएको यात्रा खोज्दैछु। सायद समय लाग्ला, तर खोज्दैछु। प्रिय, तिमी निकै सार्थक छौ। तिमी निकै प्रेरणादायक छौ। कलमको मसीले वर्णन गर्न नसक्ने तिम्रो माया अझै यो मनमा छ। तिमीले दिएको चोट अझै महत्त्वपूर्ण छ। तिमी किन भाग्यमा लेखिएनौ? किन हातको रेखामा लेखियो? किन मनमा मात्र लेखियो, साथमा लेखिएनौ? तिमी मनको आकृति कोर्यौ, तर भाग्यको आकृति किन कोरिएन? म घन्टौँसम्म बेहोसिएर सोचिरहेको छु। मेरो भविष्य, अधुरो सपना कसरी बिर्सौँ? घन्टौँसम्म कुराकानी गरेर नथाकेको यो मन मान्दैन। पुरानै एसएमएसहरू खताल्न मन लाग्छ। मनलाई भारी बनाउन मन लाग्छ। घन्टौँसम्म त्यो एसएमएस पढ्छु, चोट सल्काउँछु, चोटको आनन्दसँगै त्यो एसएमएसको अनुभूति गर्छु। छुट्टै दुनियाँमा रमाइरहेको हुन्छु। एसएमएसमा भनिएको थियो 7 जुनसम्म तिम्रै हुनु परोस्, कुनै जुनी छुट्टिनु नपरोस्। यिनै आश भरोसामा बितेका थिए कुनै दिन। अब त लाग्छ आश देखाउने ठुला मान्छे रहेछन्। आश लिने सबैभन्दा कमजोर, भरोसावान हुने रहेछन्। घन्टौँसम्म एसएमएस पढिरहेँ। जति पढ्छु उति चुरोट सल्काउन मन लाग्छ। फेरि पढ्छु, लेखिएको थियो राम, यो खोला नाला भिरपाखा चराचुरुङ्गीको आवाजले मन नै लोभ्याउँछ। कति सुन्दर छ यो प्रकृति, त्यतिकै सुन्दर हाम्रो माया प्रेम। वसन्त ऋतुमा कोइलीहरू कति कराउँछन्। मलाई मनपर्ने ऋतुहरूमध्ये वसन्त ऋतु हो। यो ऋतुमा सबैले नयाँ जीवनको सुरुवाती पाउँछन्। सबैले आफ्नो पखेटा फैलाउँछन्। चराचुरुङ्गीको बच्चाहरू आफू उड्नको लागि, सक्षम हुनको लागि, जिन्दगीसँग लड्नको लागि प्रयास गर्छन्। बोटबिरुवाहरू आफ्नो सौन्दर्यताको लागि पाउला पलाउन थाल्छन्। यो प्रकृतिको मोह, माया, प्रेम कति सुन्दर छ, जो कोहीले वर्णन गर्न सक्दैनन्। मलाई यो ऋतु निकै मनपर्छ। आफ्नो सौन्दर्यताका लागि फुलहरू फुल्ने गर्छन्। लालीगुराँसले प्रकृतिको मुहार नै बदलिदिन्छ। खोलानालाहरू उसै कराउँछन्। प्रकृति पनि एक आपसमा सुन्दर हुन्छ। हेरिरहँ झैँ
यो ऋतुमा सबैमा प्रेम हुन्छ, खोलानालासँग प्रेम हुन्छ, चराचुरुङ्गीको आफैमा प्रेम हुन्छ, मान्छे मान्छेमा प्रेम हुन्छ, पशु पक्षीहरूमा प्रेम हुन्छ, प्रकृति प्रकृतिमा प्रेम हुन्छ, हामीबिच पनि यस्तै प्रेम छ। राम, प्रकृति पवित्र भए चाहिँ तिमी र म बिचको माया पनि निकै स्वार्थपूर्ण छ। हामी एक अर्काको लागि बनेका हौँ। यदि बिच गन्तव्यमा सहाराबिन भयो भने त्यो पक्षीमा हेर त कति माया ममता छ, त्यसको दोब्बर हुनेछ। त्यो माया यादमा मात्र रह्यो भने म तिमीबाट सधैँको लागि अस्थायी भने मात्र हुनेछ। तिमीलाई याद निकै मन दुखाउने छन् एसमेस। चुरोट फेरि सल्काउँछु। एकातिर थाहा छ मलाई चुरोट हानिकार छ, तर अर्कोतिर लत पनि लागिसकेको त छ। मलाई चुरोट कहिले मन नपर्ने थियो जब ऊ मबाट सधैँको लागि अस्तायो। सहारामा चुरोटसँग कति छिटै प्रेम बस्यो। पुराना कथाहरू कति रमाइला छन् मेरा। पुराना कहानीमा रमाउन निकै मनपर्छ। मलाई नयाँ कहानीमा खासै रमाइलो छैन। मलाई जीवन जिउन पनि मलाई त पुरानी कहानीमा मजा छ। कोही सोध्छन् प्रेम किन नगरेको, विवाह किन नगरेको, यत्रो उमेर भइसक्यो कसैको सहारा चाहिन्छ नि। मलाई माया प्रेम उबाहेक कसैसँग गर्नु छैन। सहाराको लागि त उसका यादहरू छँदैछन्, सम्झनाका लागि उसका चित्रहरू मुटुमा आकृति बनेर कहिले नमेटिने घाउ बनेर बसेका छन्। अनि म कसरी अरूलाई माया प्रेम गर्न सक्थेँ र? म कसरी अरूलाई माया गर्न सक्छु जबकि तिमी मेरो हरेक सपनीमा छौ सानो। कामको थकाइ थकाइपछिको याद निकै कठिन। जिन्दगी सुन्नेलाई भन्दा भोग्नेलाई निकै गाह्रो हुन्छ। खोलानालामा गरिएका तिता मिता कुराहरूको सम्झना आउँछ। पँधेरामा सँगै पानी थाप्न गएका दिनका याद आउँछ। कति सार्थक रमाइला पलहरू थिए, सम्झना मात्र सीमित छन्। तिम्रो याद आए झै तिमी पनि आउन मिल्दैन र सानो। जीवन यति धेरै किन एक्लो बनायो? जीवन जिउन किन सिकायो? आश भरोसा सपना किन देखायो? बिहान उठ्ने बित्तिकै तिम्रो खुल्दुली हुने किन बनायो? म आफैले प्रश्न सोधिरहेको छु। मन शान्त भएर सुन्छ, तर जवाफ भने फर्काउँदैन। फर्काओस् पनि कसरी? जसलाई सोधेको उनै छैन जवाफ दिने।